जोजोलपा नेपाल भाषा लर्निङ। हामीले यो नेपाल भाषालाई पछिसम्म बचाइराख्नुको लागि एउटा सानो प्रयास गरिरहेका छौँ र हजुर पनि सेभ नेपाल भाषा क्याम्पेनमा सहयोग गर्न चाहनुहुन्छ भनेदेखि हजुरले यो ब्लग एड्रेस अथवा यो भिडियोलाई सोसियल मिडिया अथवा कतै आफूलाई अनुकूल हुने ठाउँमा सेयर गर्न सक्नुहुन्छ। र हजुर अब नेपाल भाषा सिक्दै हुनुहुन्छ भनेदेखि यो नोट बनाएर पढ्नुभयो भने चाहिँ नि हजुरलाई छिटो सिक्नको लागि चाहिँ मद्दत पुग्नेछ। र अब सुरु गरौँ आजको च्याप्टर। हामीले हाम्रो एउटा सब्सक्राइबर हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ, उहाँको रिक्वेस्टमा आज हामीले यो भिडियो बनाउँदैछौँ। र अब सुरु गरिहालौँ। मलाई भोक लाग्यो। जित मलाई अर्थात् जित ने पिट्यात ने पिट्यात। भोक लाग्यो भन्नको लागि चाहिँ हामीले ने पिट्यात भन्छौँ नेपाल भाषामा। फेरि एकचोटि भनिदिन्छु, जित ने पिट्यात। नम्बर 2, मलाई भोक लागिराखेको छ। जित ने पिट्याना पिट्याना चोङ्गुडु। जित ने पिट्याना चोङ्गुडु। यसमा फेरि म एकचोटि रिपिट गरिदिन्छु। यसमा भोक लाग्यो भन्नलाई ने पिट्याटा भन्छौँ र भोक लागिराखेको छ भन्नलाई ने पिट्याना चोङ्गुडु। त्यस्तै अर्को भोक लागेको भन्नलाई ने पिट्याओ भन्छौँ। यो अब सुरु गर्छु। नम्बर 3, मलाई कस्तो भोक लागेको। जित गयौ गयौ ने पिट्याओ। जित गयो ने पिट्याओ। फेरि एकचोटि भन्छु, भोक लाग्यो ने पिट्याटा, भोक राखेको छ ने पिट्याना चोङ्गुडु, भोक लागेको ने पिट्याओ। र भर्खरै हामीले सुरु गऱ्यौँ मलाई कस्तो भोक लागेको भनेर। त्यस्तै अर्को सिमिलर सेन्टेन्स छ, मलाई कस्तो भोक लागिराखेको छ। र अघिनको सेन्टेन्समा पनि कन्फ्युज नहुनु होला। अघिनको सेन्टेन्स मलाई भोक लागिराखेको छ हो, अहिलेको सेन्टेन्स मलाई कस्तो भोक लागिराखेको छ। जित गयौ, कस्तो भन्नाले गयौ, ने पिट्याना चोङ्गुडु। जित गयो ने पिट्याना चोङ्गुडु। र यसमै अर्को पनि हामीले जोड्न सक्छौँ, मलाई कस्तो भोक लागिराखेको छ को सट्टा मलाई बेसरी भोक लागिरहेको छ पनि भन्न सक्छौँ हामीले। बेसरीको लागि चाहिँ तस्क भन्छौँ। यस्तो तस्क। फेरि एकचोटि रिपिट गरिदिन्छु, मलाई बेसरी भोक लागिराखेको छ भन्नको लागि जित तस्क ने पिट्याना चोङ्गुडु। गयोको सट्टा टस्क राख्दिनु होला, ठ्याक्क मिल्छ हामी। नेक्स्ट नम्बर, मलाई भोक लागेको छैन। जित अर्थात् मलाई ने पिट्या मजुनी। जित ने पिट्या मजुनी। र यसमै मैले अर्को एउटा पनि सेन्टेन्स जोडिदिएँ, जस्तै कि तिमीलाई भोक लागेको छैन भनेर हामीले सोध्नको लागि चाहिँ छन् त तिमीलाई अर्थात् छन् त ने पिट्या मजुनी मजुनी ला। छन् त ने पिट्या मजुनी ला। र यसमै फेरि मैले अर्को एउटा जोडेँ, साथी भोक लाग्यो। हामी कसैले साथीहरूले सोध्नको लागि साथी भोक लाग्यो भनेर सोध्नको लागि पासा अर्थात् साथी ने पिट्याट ला। भोक लाग्यो भन्नको लागि ने पिट्याट ला। नेक्स्ट सेन्टेन्स, मलाई अघि कस्तो भोक लागेको। जित नाच नाच, अघि भन्नको लागि नाच। गयौ कस्तो अर्थात् कस्तो ने पिट्याउ। जित नाच गयो ने पिट्याउ। अघि हामीले तिमीलाई भोक लागेको छैन भनेर सेन्टेन्स बनाएको थियौँ अघिको 2-3 नम्बर अगाडि। अहिले चाहिँ नि हामीले तिमीलाई भोक लागेको छ भनेर सोध्दैछौँ। अहिले छैन भनेर सोध्दैछौँ, अहिले छ भनेर सोध्दैछौँ। तिमीलाई भोक लागेको छ। छन् त ने पिट्यात ला। छन् त ने पिट्यात ला। र यसलाई यसरी पनि भन्छन् कसैले, छन् त ने पिट्याउ डुला पनि भन्छन्।
लागेको छ भन्नलाई दुला यस्तो छ नि त ने पिट्याउ दुला तिमीलाई भोक लागेको छ नेक्स्ट नम्बर हामीलाई भोक लाग्यो जिमी त अर्थात जिम त पनि भन्छ कसैले जिमी त भन्छ जिम त ने पिट्या त हामी जिम त अर्थात हामीलाई ने पिट्या त नेक्स्ट भोक लाग्यो खाना ल्याऊ ने पिट्या त जा हजी ने पिट्या त जा हजी यो जा भन्नाले हामीले भात हो खास एक्चुअल मिनिङ चाहिँ र यसमा अब हामीले खाजा पनि भन्न सक्छौँ भोक लाग्यो खाजा ल्याऊ भन्नको लागि चाहिँ नि बजी हजी भन्छौँ बजी भन्नाले चाहिँ नि यो चिउरा हो तर नेपाल भाषामा प्राय जस्तो खाजाको लागि खाजामा प्राय चिउरा खाने भएकोले खाजाको लागि चाहिँ हामीले बजी नै भन्छौँ र यसमा एउटा अर्को पनि म जोडिदिन्छु यसमा हामीले अब अलिकति मोडिफाई गरेर यसमा छिटो ल्याऊ भन्न पनि सकिन्छ भोक लाग्यो खाना छिटो ल्याऊ ने पिट्या त जा याक्न हजी ने पिट्या त जा याक्न हजी अर्को नम्बर अलिअलि भोक लाग्यो भटी ने पिट्या त भटी ने पिट्या त आजलाई यति नै हजुरलाई पनि कुनै टपिकमा यस्तै भिडियोहरू यो हेर्न मन लागेको छ भनेदेखि हजुरले कमेन्ट गर्न सक्नुहुन्छ अथवा मेसेज गर्न सक्नुहुन्छ र यो ब्लग एड्रेस सेयर गर्न सक्नुहुन्छ हजुरले अनि यो फेसबुक ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ थ्यांक यू शुभ